धेरैजनाले चाहिँ अब लगाएर जानुभयो। अब कतिजना चाहिँ आएर अब मलाई त साथीले तपाईँको धेरै दुख्दो रहेछ, धेरै तपाईँको घाउ हुँदो रहेछ, यस्तो यस्तो मलाई चाहिँ डर लाग्यो भनेर चाहिँ धेरैजना आउनुहुन्छ होइन। तर कस्तो छ भने चाहिँ यसमा दुखाइको कुरा चाहिँ हो, दुख्छ तपाईँको दाँत। सुरुमा तपाईँको हाम्रो भित्रको दाँत एकदम चिल्लो भाग भयो, त्यो माथि भित्रको छाला पनि हाम्रो एकदम नरम खालको हुन्छ। त्यसमा अब बिचमा केही खस्रो चिज आयो, सो त्यसले तपाईँको अलिकति इरिटेसन गर्ने र दाँतहरू मुभ गर्दाखेरि दुख्ने, यो चाहिँ अलिकति स्वाभाविक नै हो हेर्नु है। 3-4 डेज 5-6 डेजसम्म है कसैलाई दुख्छ हेर्नु। दुख्दाखेरि जे कुराको प्रब्लम छ त्यसको सल्युसन पनि छ हेर्नु होइन। त्यही भएर हामी युजुअली तपाईँको कसैको एकदम धेरै दुख्ने छ भने अब हामी त्यो अनुसारको तपाईँको वायरको डाइमेन्सन हामी अलिकति सानो वायरहरूबाट सुरु गर्छौँ होइन। युजुअली सबै केसमा हामीले सानो वायरबाटै सुरु गर्छौँ ताकि कम नदुखोस् भनेर। र घोच्ने कुरामा हामीले अब अर्थोव्याक्स अथवा भिजाएर कपासहरू राख्ने अथवा त्यो धेरैवटा सल्युसनहरू छ। र हामीले नर्मल दुख्दाखेरि चाहिँ नर्मल प्यारासिटामोल लिन सक्छौँ होइन। यो सल्युसनहरू छँदैछ। त्यसो अलिअलि दुख्नु, किनभने हामीले ब्रेसेस लगायौँ र तार लगायौँ र अलिकति पनि दुखेन, तपाईँको असहज भएन भने त्यसले काम गरेन जस्तो हुन्छ क्या। सो अलिकति दाँतहरू मुभ हुँदाखेरि अलिकति दुख्नु चाहिँ स्वाभाविक नै हो। सो यहाँबाट गइसकेपछि नट जस्ट फर्स्ट टाइम, जहिले पनि आउँदाखेरि हामीले वायरहरू चेन्ज गर्छौँ, हामीले अलिकति एक्टिभेट गरेको हुन्छौँ, कुनै एप्लायन्स लगाएको हुन्छ भने, सो त्यो गर्दाखेरि अलिकति दुख्नु 3-4 डेज 5-7 डेजसम्म कसैलाई दुख्नु भनेको चाहिँ त्यो स्वाभाविक नै हुन्छ। तर त्यो दुखाइ चाहिँ सुरुमा अलिकति सहन, फर्स्ट टाइम गर्दाखेरि चाहिँ सहन अलिकति गाह्रो भए पनि बिस्तारै बानी पर्दै जान्छ र त्यो चाहिँ सहन सक्ने दुखाइ नै हुन्छ हाम्रो।